कम्पनी सबै बन्द क्या होइन। अन्त 40 मिनट यो गर्मीमा साइकल चलाएर आइयो। सानो हात्ती शान्त देत्तो सित्ताक्यो। ए वाट्सएप पिपुल, वेलकम टु माई भ्लग होइन। आज चाहिँ शनिबार अनि अस्ति बिहिबारतिर चाहिँ म शनिबार काममा आउँछु है भनेर खबर गरेर गएको थिएँ क्या। अनि हुन्छ भनेको थियो मलाई मेरो साथी मोटे जाप्नी छ अनि त्यसले चाहिँ ओके भनेको थियो होइन। अनि ल हुन्छ भनेर हिजो शुक्रबार बिदा बस्यो, छुट्टी बस्यो, घुम्न गयो। मैले केही उसले नि बिर्सेको थियो, मैले पनि खबर गर्ने केही पनि। अनि आज फेरि शनिबार चाहिँ फेरि छुट्टी रहेछ क्या। अनि कम्पनी सबै बन्द क्या होइन। अनि यहाँ चाहिँ यो साइकल पार्किङ हो क्या, खास चाहिँ साइकल एउटै छैन। अनि मैले बाहिरैबाट बुझेर फोन गरेँ क्या होइन, आज बिदा हो के हो भनेर सोधेको। त्यसले गोमेना साई सरी मैले भन्न बिर्सेछु, यहाँ हो भने क्या। झन्डै 40 मिनट यो गर्मीमा साइकल चलाएर आइयो। अब त्यसले गरेर भएको भनेर यहाँ मलाई घर जान नि दिएर बस म आउँछु कि आउँछु भनेर ऊ बिदा भए मान्छे अब आउँदैछ क्या। आज दिनै लोदर भयो मेरो। अब यहाँ घाममा पुरै कुराइदियो त्यसले मलाई। एक त आउनु पऱ्यो यहाँसम्म, अब कुरेर चाहिँ हेरौँ है के भन्दो रहेछ अहिले। गाडी लिएर आयो मेरोलाई चाहिँ अब साइकल गाडीमा राखेर पुऱ्याइदिन्छ त्यसरी। सानो हात्ती साइकल लोड गरेर जाँदैछौँ मैले हामी। शान्त देत्तो सित्ताक्यो। देत्तो सिमस्ता। सो म चाहिँ घर आइपुगेँ अहिले होइन। 9 बजेको काम 10 बजे नै घर आइसक्यो होइन। त्यसले चाहिँ मलाई साइकल गाडीमा लोड गराएर सानो हात्ती, नेपालको सानो हात्ती जस्तो गाडीमा पुऱ्याइदियो कि यता घरसम्म होइन। अनि खाना खान जाउँ भन्दै थियो। अब खाना चाहिँ म चाहिँ अब यो अलिक काम गर्ने युनिफर्ममा भएको भएर मलाई जानु मन लागेन होइन। अनि मैले खाएर आइसकेँ भन्थेँ। अनि स्टारबक्समा लगेर त्यो एउटा कफी जस्तो किनिदियो क्या होइन। त्यति मात्र किनेर आयौँ। त्यही हो गाइज होइन। कोही चाहिँ मिल्ने भयो भने यति साह्रो मिल्ने हुन्छ होइन, सजिलो हुन्छ क्या, हेल्पफुल टाइप्सको हुन्छ होइन। अनि कोही चाहिँ फेरि त्यही उसमा मासतिर बगाएर तलतिर खोज्ने भन्छ नि, हो त्यस्तै टाइप्सको हुन्छ कि सेमै। त्यो भेराइटीको नमुनाहरू भेटिन्छ है। अब आजको दिन चाहिँ यस्तै भयो। यसै पनि मलाई निन्द्रा लागिरहेको थियो हिजो 1-2 बजीसम्म घुम्न गइरहेको थियो, राम्रै भयो। रेस्ट पनि चाहिरहेको थियो होइन। सी यू इन नेक्स्ट भ्लग होइन। अब सुतिन्छ मस्तसित। बाई बाई।